भन्नुहोस् सर वेट मोमेन्ट तल र यहाँनिर आइसकेपछि तपाईँको मासु कति रह्यो भन्ने यहाँ थाहा हुन्छ है फर इक्जाम्पल म देखाउँछु लाग्दो रहेछ यसमा मासु रहँदै गयो नि त होइन भने नाइस तपाईँको त राम्रो आयो यार नाइस नत्र म यसो पहिला नै लेख्छु राखेर फरक पल्टाइदिन्थ्यो तर पाल चाहिँ पार्ने सर किन पाल पारेपछि कन्ट्रोल गर्न सकिन्छ अलिक माथि पार्नुहोस् पाल यसो गर्नु न मन सर यसो गर्नु म गरेँ यसलाई यसरी भाँच्नु अनि चिटिक्क यहाँ काट्दिनु न सजिलो हुन्छ तपाईँलाई हजुर थोरै बास यो होइन बात राम्रो निस्क्यो ल यहाँ चाहिँ उच्च रह्यो कि यतिदेखि चाहिँ यसम्म अलिकति रकको भने तर यो नराम्रो चाहिँ होइन फेरि यो चाहिँ त्यो पर्फेक्ट हो दामी हो यो चाहिँ यसलाई चाहिँ उस गर्ने स्पुनले च्याक्कै झिक्नुहुन्छ है ल स्पुन चाहिँ किचनमा गरेर ल्याउनुहुन्छ बिले ल ल यसलाई खोलाउन त ल यसलाई चाहिँ यसो गर्नुहोस् ल टाउको काट्नुहोस् एकजनाले हजुर हजुर एक्ज्याक्टली यसरी घुमाएर वेट अ मोमेन्ट हेड काट्ने बेलामा सिधै काट्नु भयो भने त यति मासु रहने भयो नि त होइन यो मासु नरहोस् हामी के छ नि त यसरी के यसरी काट्ने होइन अनि नचुडाल्ने अनि पल्टाउने अर्को साइड अनि अर्को साइड पनि त्यसरी काट्ने है काट्नु लगाउनु सर नन्याच्नु काट्नु है नन्याच्नु है लेफ्ट ह्यान्डले नन्याच्नु होला है यो फाइन सबै चुडाल्ने यहाँसम्म चुडाल्ने त्यो सिधै यस्तो जाने कि काट पार्ने कर्क पार्ने यसरी हजुर नडराउने अलिअलि रह्यो भने हामी झोल खाइहाल्छ नि म टाउको टेन्सनै छैन ल बास अब अर्को काट्नुहोस् न तलको फर्काएर काट्नु सकेसम्म फर्काएर पछि जान्ने भएपछि यसैबाट चुडाल्दैन हुन्छ जम्न नि गाह्रो भयो ठुलो भयो फिस चुडाल्नुमा आउँछु है केटी केटी ल्याउनु केटी केटी नाइस उहाँको भइरहेछ गुड हजुर हामी चाहिँ सुरु गरौँ है बिचमा तिमीहरूको चाहिँ बिचबाट घटौँ क्या ल्याउने बेलामा चाहिँ यो हड्डी छ नि यो हड्डीको माथि ट्याक्क नाइफ राख्ने क्या यसरी कर्कमा अनि सर र झाने नातिकन दद राजा काट्यो होइन अब एकजनाले यो गर्ने एकजनाले यो गर्ने एकजनाले बन्टु पनि काट्नु पऱ्यो टाउको पनि काट्नु पऱ्यो नि त भन्नुहोस् सर वेट मोमेन्ट तल र यहाँनिर आइसकेपछि तपाईँको मासु कति रह्यो भन्ने यहाँ थाहा हुन्छ है फर इक्जाम्पल म देखाउँछु लाग्दो रहेछ यसमा मासु रहँदै गयो नि त होइन भनेपछि यो फिसलाई हामीले यसो गरेर तपाईँको सिधा छ क्या नाइफ हल्का यस्तो हुनु पऱ्यो कि कर्मा हुनु पऱ्यो क्या यहाँ तल हुनु पऱ्यो कि नाइफ यसरी तल हुनु पऱ्यो क्या नि अब यहाँनिर आएपछि तपाईँलाई हड्डी फिल हुन्छ क्या तपाईँ सिधा यसरी काट्नु भयो मासु काट्नु चाहिँ यसरी काट्नु पऱ्यो कि यस्तो बनाएर है नाइफलाई कोडाक 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 गरेको आवाज आउँछ क्या यहाँदेखि आउँछ त राम्रो ल्याउनु भयो त यसको निकाल्ने हेर फाल्ने वेट भन्नुहोस् यहाँ सक्नु भने त नाइफ आउनु सक्छ नि त यहाँ सक्नु भने त नाइफ आउनु सक्छ जतिसुकै नाइफको माथि छ भने एउटा पानी राख्ने फर इक्जाम्पल यसरी गऱ्यो अनि तान्यो फेरि मैले काट्दैन त कहाँ हुन्छ यहाँनिर तपाईँको अझै बिग्रेछ केही हुँदैन नो है जानुहोस् जिन्दगीको पहिलो सालमा नो होइन माथि चिनालिदिन्छ अब यो भयो सर यसलाई चाहिँ यता राख्दा हुन्छ अब फर्कायो वेट काट्नु भयो नाइस अब यसलाई चाहिँ उठाउने बेलामा यसरी उठाउने क्या नडराउने क्या कस्तो भएको छ यही थाहा भन्छु तपाईँको तपाईँले यहाँनिर अलिकति मासु रहेको नि त हेर त यसरी काटेको भए सजिलो हुन्थ्यो होइन यो मासु चाहिँ यो सर रहेको यो हो हजुर हजुर देखिनुपर्छ
होइन त्यस्तो काँडो होइन यो मासु रहेर जिन्दगी नै बिग्रियो भन्ने चाहिँ होइन फेरि यो हामीले स्पुनले झिकेर हामीले मजाले गुणकानमा युज गर्न सक्छ तेमाइमा युज गर्न सक्छ जेमा युज गर्न सकिन्छ यो हड्डी छ नि हड्डी यहाँनिर यसरी पानु राख्यो यो हड्डी छ नि यो हड्डीलाई म डोब मात्र लगाइदिन्छु है तपाईँलाई हजुर यहाँ पुरा छ नि त जस्तो यहाँनिर गएर अड्क्यो नि त मेरो हेर्दै हजुर यहाँ तलकोबाट काट्नु पऱ्यो अलिकति मिलाएर जानु पऱ्यो यहाँबाट चाहिँ अब केटेक 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 गर्दै जानुहुन्छ है भुइँसम्म जान्छ यो चाहिँ म गर्दिनँ यो चाहिँ सर्लक्क मिलाएर जान्छ यसलाई चाहिँ कसरी हो सर यो जसरी निकाल्दा नि हुन्छ जसरी निकाल्नु हुन्छ तर यताबाट निकाल्नु भने चाहिँ काँडा नै पर्न सक्छ यति भन्नु सकेसम्म यसरी बिलो चाहिँ राख्ने यो अडियो राख्ने एकजनाले खोल्न गाह्रो भने एकजनाले खोल्न त्यसपछि खोला सर यो यहीँनिर हो गाह्रो हुने नै यहीँनिर हो हजुर गाह्रो गरिदिनु पऱ्यो हामीलाई पनि चाहिन्छ काट्न त मागेको छु छुट्याइदियो हुन्छ अब तलबाट खानु तपाईँको राम्रो हाल्यो यसको हाम्रो कति हुन्छ यो राम्रो हाल्यो बोनहरू